यति बेला चाहिँ यो रसुवाबाट बगाएर ल्याएको पहिरोमा परि बगाएर ल्याएको एकजना महिलाको सब फेला परेको छ। बोटमा हाल्ने कि गर्ने? बोटमा हाल्ने, बोटमा आउनु न। बडी ब्यागै सकिने यस्तो लागिरहेको थियो गर्दा गर्दा। थोरै अगाडि थोरै अगाडि बडी ब्यागै सकिने यस्तो लागिरहेको थियो गर्दा गर्दा। थोरै अगाडि थोरै अगाडि यो कुखुरा पनि आएको होला साथीहरु। बोल्दा भयो यो अलि बढी होला। के थाहा पाउन चाहिन्छ ग्लास खालिसक्नुभएको? तपाईँहरूले कुन समयमा यो चाहिँ सबहरूलाई प्राप्त गर्नुभयो यो बताइदिनुहोस्। यो हामी आज बिहानैबाट निस्केका छौँ उद्धारको लागि, सर्च एन्ड रेस्क्युको लागि। यो जुन हाम्रो रसुवामा जुन भीषण बाढीको कारणले गर्दा धेरै जनधनको क्षति भएको अवस्था छ, त्यो सिलसिलामा हामी उद्धारको लागि हिँडेका छौँ। अब उद्धार गर्ने क्रममा हामी धेरै लासहरू भेटेका छौँ। लासहरू अब यो कासघारीहरूमा, जङ्गल छेउहरूमा त किनारा लागेको अवस्थामा, माटोमा पुरिएको अवस्थामा चाहिँ हामीले फेला पारेका छौँ। अब लासको प्रकृति हेर्दाखेरि अब कोही सिँगै छन्, कतिपयका लासका पार्ट्सहरू छन्। अब त्यस्तो अवस्थामा हामी उद्धार गरेका छौँ। अब यो जुन अहिले भर्खरै मात्र हामीले प्राप्त गरेको 8 को अवस्था चाहिँ कस्तो अवस्थामा फेला परेको छ?
यो सबै लास भनेको हाम्रो यो जङ्गल जुन बिचबिचमा टापु जस्तो बनिएको छ त्यस किनारमा हामी चाहिँ कासघारीमा चाहिँ फेला पारेका छौँ। कोही चाहिँ माटोमा गडेको अवस्थामा चाहिँ हाम्रो कसैको हात खुट्टा देखिँदाखेरि त हामीले खनेर निकालेका छौँ। त्यो एउटा अवस्था भयो। अर्को चाहिँ के भयो भने अब ठ्याक्कै किनारमा चाहिँ अब काठले छोपेर राखेका यस्ता अवस्थामा उद्धार गरेका छौँ। र लासको प्रकृति हेर्दाखेरि त्यही हामीले सिङ्गै लास वा कसैको हात भेटिया छ, कसैको खुट्टा भेटिया छ। अझै हाम्रो सर्च एन्ड रेस्क्यु कार्य जारी नै छ। अब यहाँबाट हामी अहिले यो रामघाटसम्म आइपुगेका छौँ। अब यहाँबाट हाम्रो अब तलसम्मै जाने प्लान छ। हामी तपाईँहरू अब यो बोटमा नै चढेर तपाईँहरू चाहिँ यो रेस्क्युको लागि अथवा तपाईँहरू चाहिँ यो सबहरू हेर्नको लागि अथवा अवस्था के छ भनेर हेर्नको लागि हिँड्नुहुन्छ होइन? हजुर, हाम्रो यो बोटमै हुन्छ। हामी सबै यो ट्रेन म्यान पावर हुन्छ। अब बोट हामी किनार छेउबाट लिएर जाने, त्यहाँबाट देखिएको अवस्थामा चाहिँ अब त्यहाँ उसमा टापुहरूमा रोकिसकेपछि त्यहाँ अब सर्च गरेर भेटेका चिजहरू हामी प्याक गरेर अनि हामी बोटमा हाल्छौँ। बोटमा हालेर हामी किनारासम्म लिएर आउँछौँ। लगभग हामी सबै उद्धार बोट मार्फत नै गरेका छौँ। हामी त विपद व्यवस्थापन बेस चितवनबाट आएका टोली हौँ। यो मेरो कमान्डमा 7 जनाको टोली छन्। त्यसैबाट हामी उद्धार गर्दैछौँ। मेरो प्रणानी सोनु कुमार मिश्र। हामी यति बेला भरतपुर महानगरपालिकाको रामघाट भन्ने स्थानमा छौँ। यो पारिपट्टिको दृश्य चाहिँ रामघाट हो, गैडा चोक नजिकको। यो हामी भइरहेको ठाउँमा एकै ठाउँमा अहिले हामीले खोज्दा 6वटा शव एकै ठाउँमा फेला परेको छ। यसमा चाहिँ प्राय पुरुषको शव फेला परेको छ। यहाँनिर चाहिँ पुरुषको शव फेला पर्यो 5-6वटा फेला परेको छ अहिलेसम्म। यहाँ खोजी कार्य जारी नै छ, साथीहरूले खोजिरहनु भएको छ। तपाईँहरूलाई हामी देखाउनेछौँ यो कुरा। पलको खबर अपडेट लिएर, रसुवाको बाढीको अपडेट लिएर नारायणी अनलाइनकोमा हामी तपाईँलाई देखाउँछौँ। यति बेला त्यहाँनिर एउटा शव हेर्दै हुनुहुन्छ सरहरूले, पुरुषको हो या महिलाको हो। जहाँसम्म लाग्छ अघि हामी आफैले हेर्दाखेरि पुरुषको देखेको थियो। त्यो सबको चाहिँ एउटा खुट्टा छैन। साथीहरूले चाहिँ त्यो सब अब ऱ्याप गर्दै हुनुहुन्छ। पानी पनि निकालेको थियो सर हाल्न नमिल्ने भएपछि खिचेर के काम होइन। अब बेलामा हेरेर गयो भने चाहिँ एकैचोटि हुन्छ।